पहिलो कर्म ल ल दुईपट्टि गरुवा दुईपट्टि गरुवा सबै अब मुमाहरु ल माइसी भयो ल दिमाले ल मलाई पनि खै लाउनै आउँदैन त भाइ कति बेला हात चाहिँ धुने हात त्यो दालको झोल चाहिँ खाऊ है अब खाँदो रहेछ है ए यो चाहिँ लुगा माथि भए पनि लाओस् यसको चुरा पनि हेरेकै छ त मम्मा ए मम्मा भन्छ जोडी जोडी यस पापा इटिङ सुगर नो पापा के गर्नु पर्दैन है गरुवा सरुवा पर्दैन होला टिका चाहिँ लगाइदिन्छ ल मुमा दुला मुमा है यता हेरे काली यता यता दामी आउँछ नि फेरि मुमाले त्यता। आशीर्वाद होइन छ नि मुमा त ल मुमाहरु ल यता ल ल ल यता अब छिटो ठुलो यता ठुलो 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 हुने गर्दै छ कि यता हेर यता ज्ञानी हुने हस् अब छिटो छिटो बढ्ने ल मुमा त फेरि साह्रै खतरा हो नि खुवाउनु अब हो नि खतरै हो नि बोलाउनु पर्यो नि त दाल चाहिँ चिरेछ दाल खाउनु गुनिलो चाहिँ यो गर्दो रहेछ कि अब छैन अब आशीर्वाद यसो नगर है मुमा मुमाको त बेसी छ है के बेसी ऐसे न मौका उठाएछ त दोस्रो के यो चाहिँ दोस्रो पहिलो कर्म नौरा दोस्रो है भन्थ्यो क्या दोस्रो पहिलो भन्छ ए टीका अब खै सक्छ नि फिल गरेको है उसलाई टिका भयो कि भयो छु नै त एकछिन निकाल्दा भइगयो नि अब आज आज त उसको ऊ हो नि त उसलाई त कहिले पनि हो नि त्यही त तर ऊ त ज्ञानी छ हुँदैन दाल चाहिँ खाओस् है भयो आशीर्वाद त्यो पैसा नै दिउ आशीर्वाद सक्दैन पैसा यति एकछिन सक्छ होइन मुमा हो त पारेर होइन त्यसो नगर अन्य होइन दिना सानीलाई शिवशक्तिलाई दिने है शीर्षकलाई दादालाई नि आज त खै गोजी पिए शीर्षकलाई ल कति मजाले बसिरहेको ल अब सिद्धि माइजुवारको पालो स्कुल छुट्टी स्पोर्ट हुँदैछ अरे नि यिनले ल सबैको मिश्रणमा ल है यता हेर ए मामाले भुलाउने काम यसो गर्छ नि धेरै पिउ न हो फेरि उसमा पठाउने नि ट्याक्सीमा आउनुभयो कि बाइकमा उसो बाइकमै ए ल जम्न हुँदा त छिटै पुग्छ नि होइन अहा जिउले मुङ न खै खुट्टा ढोक्नुपर्छ ल साइली जेठी खाता नि खुट्टा ढोकिएन त के हो यस्तो पारा त मतिसी त खै अब टिका भयो नथिला लाछि होला दाल छर्का दाल फेर्ने ल यता हेरे दोस्रो कर्म ल नानीहरूले एक चम्चा भात खाइदिने दाल खाइदिने फन आयो भनम पल्ल मन अमिन झोलङ्ग होला हप्ता आशिकम झोल पैसा छैन हाम्रो ए हामी त यसो यो गर्ने नि पाएन ठिन्छ होइन त्यसो नगर्नु न आशीर्वाद दिनु पुगिहाल्छ नि तिमीले पनि चाहिन्छ र आवाज चाहिँ शीर्षकले के रे अब फाइदा भयो अर्को बहिनी कहाँ जान्छ त्यस्तो नभन न बिचारा म त धन्न आएछ र पो पक्रिदिएको त्यही त नभए कन्या केटी छैन है घरमै आमाले पक्रिनु त आमा भन्दा उसलाई कति सुहाए पनि राम्रो भयो क्या हो नि दुईखेप मात्रै होइन छोराछोरी के तीन खेप पेन ची पिउ मिना मिना मिल्दैन हौ खेइ मात्रै दिन्छ ल को थुप्रै मान्छेले खुवाउने भए पो अब भाउजूहरू होला होइन यति छ दालहरू इरालाई यस्तो गर्थ्यो नि कासे एक हातमा गर्थेँ म अलिक छियामा नसोच ग्यास ढिलो भयो छैन न तेल चलामाले हो निनी तपाईँ चिसो के खानुहुन्छ खाउने
सम्झी मैले भोलि बोल्नु भएको छ मेरो मामाले टिक्का बनाइदिनु भएछ भन्नुहुन्थे यो यतिको कोठा त ठिक छ नि यतिको भराकै छ नि अझ अलिकति फाल्टो हल्का उयस त्यो पछाडि बस्ने भनेर सानो एउटा किचन भएको राम्रो तर पनि केही छैन है यत्रो अटिरहेको छ त्यही त एकजनालाई यो अलिकति अल्टिँदै थियो मेरो भने नि अल्टिँदै दुईजना नि त चलेको हेलो साम्चेबुङमा ल गाइजहरू हामी चाहिँ खानु थालियो पापड चाहिँ साह्रै सादा कति मिठो हुन्छ है दोकान छ सानो हेलो ल ल मजाले कोकत है त भन्छ चार्दैन ल भाउजू ल तातो फुलो खानु थाल्यो है सबैजना अझ पापड खिचाएर नि त तेजी फेर्नु पर्यो नि हक के त्यही झन् कान्छा भिडियो अहिले चर्चा मैले टिस्यु मुतुको लात अनि साइले आनु त होला त्यो टिस्यु पैसा नि ल्याउँथि न त म दुईपट्टि